मर्निङ एभ्रीवान, फेरि पनि नयाँ ब्लगमा स्वागत छ। डेको 2 दिन छुट्टीको, डे 2 छुट्टीको म चाहिँ अहिले माथि दोकानतिर जाँदैछु यसो सामान किन्नलाई हैन। मसँग जाउँ है त, यो बाटो जाने हामी हिँड्दै हो आज चाहिँ। कति गाडी चढ्नु भनेर ल जाउँ। घर जाँदै थिएँ म तपाईँहरूलाई यो रुख देखाइदिन्छु भनेर। कति वर्ष पुरानो रुख होला हेर्नु त हैन, लास्टै छ नि, धेरै वर्ष पुरानो जस्तो यसो हेर्दाखेरि चाहिँ हैन। पात झरेर हेर्दाखेरि त धेरै नै वर्ष पुरानो जस्तो छ। साँच्चै मेरो त लन्ड्री पनि भ्याइसक्यो हैन। माथि हेर्नु पुरै बादल मात्रै छ। उतातिर चाहिँ घाम लागिरहेछ, यतातिर चाहिँ हैन, तलतिर यता चाहिँ त्यस्तो भइरहेछ। अब म चाहिँ चाँडै गएर अब लन्ड्री हाल्छु, लन्ड्री ड्राई गर्नुपर्छ अब चाहिँ गएर। ल जाउँ, अब चाहिँ लन्ड्री ड्राई गरौँ पहिला, त्यसपछि घर गएर खानासाना खाने के गर्नुपर्छ भने यता चाहिँ ड्रायरमा हालिसकेको छु। यहाँ पैसा निकाल्दैछु म हैन, पैसै भेटेन क्या, $4 एकैछिन है त। 2 4 स्टार्ट। 30 मिनटपछि एकदम तातो भएर निस्किन्छ। लन्ड्री पनि निकालेँ मैले, लन्ड्री पनि भ्याइयो यहाँ छ। यसमा किन बोक्यो भन्नु होला, म तपाईँलाई माथि गएर एक्सप्लेन गर्छु। हल्का फुल्का पानी नि पर्नु थाल्यो, घाम पनि निस्केला जस्तो छ हैन। भाइ चाहिँ खाना खाँदैछ, त्यसको अहिले 2 बजी ड्युटी छ, मेरो चाहिँ छुट्टी। लन्ड्री भ्याएर चाहिँ हामी चाहिँ म चाहिँ खाना खान बसेँ हैन। यो चाहिँ अब पहिले खाना खान बसेको थियो, किनभने यसको ड्युटी छ अब 2 बजे, त्यही भएर। अनि म चाहिँ भर्खरै दाल, सेसेमी सिड, छिद्राको अचार अझै भाइ थियो, आलु, चना, केरो। कस्तो भएको छ त खाना खान्छ? ठिक छ, मजा आछ हैन। खाएर ड्युटी 2 बजीदेखि कति, 9:30 कि 10? 2 देखि 10। ल ठिक छ ल। ल खाएपछि अब एकछिनमा निस्किने। यो चाहिँ म चाहिँ सुत्ने होइन, के भन्दा नि होइन। कतिको जाडो लगाइरहेछ तल अहिले यता हो र? ल ल ठिक छ त्यसो भए त। टेम्परेचर कति भयो? टेम्परेचर त अब डबल डिजिटै हुँदैन कि, सिङ्गल डिजिट हो टेम्परेचर भने। ल ल ल खाऊँ ल, तातो है। खाना पनि खाइयो, खाना खाएर नुहाएर पनि भ्याइयो होइन। अनि चिसो छ, तातो पानी मजा नुहाउने, त्यही त हो नि। अनि पुस्दैछु, अब दिनभरि काम छैन, सुत्ने, खाने, बस्ने, खाना खायो, अब एकछिनपछि खाजा खाने, त्यही हो। त्यस्तै त हो नि, छुट्टी त्यही नै लाइफ। तपाईँहरूलाई डाँडामा परेको फ्रेस हिउँ देखाइदिउँ भनेको। यहाँ चाहिँ देखिरहेको छ, मेन भनेको चाहिँ यो डाँडा हो हाम्रो चाहिँ, यहाँनिर पर्थ्यो। यहाँ अलिक कभर भएर देखेन, यहाँ चाहिँ देखिरहेको छ हल्का फुल्का, हेर्नु होइन। भोलि पर्सि अब यहाँ पनि हुन्छ हिउँ चाहिँ, तर एकदम कम। अनि यता पनि हुन्छ, यता पनि हुन्छ, यता पनि एकदम कम। सबभन्दा धेरै हुने भनेको चाहिँ यता हो, अनि त्यसपछि यो डाँडामा। यस्तै छ, छुट्टी चल्दैछ है। म चाहिँ बाहिर बाल्कनीमा बसिरहेको थिएँ, त्यही भएर तपाईँलाई बाहिरको मौसम देखाइदिउँ भनेर। सानो प्लेन देख्न सक्नुहुन्छ। मेरो फर्स्ट भ्लग चाहिँ यही प्लेनबाट सुरु भएको थियो होइन। अहिले मैले जुम चाहिँ गर्नु चाहिँ गरेँ, देखिरहनु भयो होला, आवाज पनि आइरह होला। अनि यहाँनिर माथि, यहाँनिर जाँदैछ ल। मेरो फर्स्ट भ्लग यसैबाट सुरु भएको थियो। मेरो चाहिँ छुट्टी यस्तै चलिरहेको छ। यहाँ हेर्नु, यो बत्ती बालेको होइन, यो चाहिँ ऊ हो, के अरे के भन्छ, घाम लागेको होइन। अरू यता एरिया हेर्नु होइन, पुरै अँध्यारो छ नि होइन। यता पनि त्यस्तै छ नि होइन। यहाँ हेर्नु, यो चाहिँ घाम लागेको, माथि चाहिँ के अरे हिउँ परेको हो होइन, टपमा। यो चाहिँ घाम लागेको है। फेरि पनि गुड मर्निङ। भ्लग चाहिँ हिजोकै हो, कन्टिन्यू गरिरहेको छु। म चाहिँ भर्खर ड्युटीमा आइपुगेँ होइन। अहिले बिहानको 11:22 गएको छ भने होइन। म चाहिँ ड्युटी छेउमा आइपुगेँ। बाहिर चाहिँ मजाले आज घाम लाग्दैन, आज पनि होइन, देख्न सक्नुहुन्छ। आज पनि घाम लाग्ने छाटकाट छैन, आज पनि त्यस्तै हो होइन। अनि पानी पर्ला जस्तो नि छ, तर हेरौँ के हुन्छ। म चाहिँ ड्युटी आइपुगेँ। अनि डाँडामा हिउँ पर्न चालु भइसकेको छ। हिजो देखाउनु खोजेको पुरै हुस्से लागेको थियो। अरू पर नि छ, म अहिले पछि तपाईँहरूलाई देखाउँला। अनि अब चाहिँ अब माथि जाने, काम गर्ने, चिया खाने, त्यही त हुँदैन। अब जाउँ एकछिनमा, 2-3 मिनट बाँकी छ, त्यही भएर बसिरहेको निस्किने माथि है त। थाक्यो यार, सामान किनेर लिएर आएर आज अफर थियो, थोरै सामान किने आज है।
अन्डादेखि लिएर चामल होइन, केरा, टमाटर थाके सासे फुले पुगेर ल्याउँदाखेरि। किनभने आज चाहिँ मङ्गलबार अनि प्रत्येक महिनाको फर्स्ट मङ्गलबार चाहिँ के हुन्छ भन्दाखेरि 15% अफ हुन्छ $50 भन्दा माथि किन्यो भने। त्यही भएर चाहिँ आज त्यो मौकाको फाइदा उठाउन गएको थिएँ म चाहिँ। खाना नखाइकन सामान लिएर आएँ। सामान छ, अब सामान थन्काउनु पऱ्यो। भाइ गइसकेको छ, भाइ गइसक्यो के अरे ड्युटीमा, किनभने अहिले बिजी भयो के भयो बोलायो के अरे चाँडै भनेर दौडेछ केटो। अब ल म चाहिँ खाना खान्छु अब, अनि खाना खाएर एकछिन रेस्ट गरेर फेरि ड्युटी जाने। ब्रेकफास्ट खाएर आएँ होइन। आज म्याउ ग्याङलाई हेरौँ भनेको म्याउ ग्याङ एउटा पनि छैन, खोइ एउटा पनि देखेको छैन कतै पनि। खै खाने प्लेटहरू त यहीँ छ, फेरि कहाँ गएछ यिनीहरू, खै कतैतिर दौडेर होला अहिले बाटोको बिचबिच। म्याउ ग्याङ ऊ त्यहाँ रहेछ, ऊ त्यहाँ एउटा देखेँ बल्ल, यहाँनिर रहेछ एउटा यहाँ रहेछ है। म ड्युटी आइसकेँ होइन। अहिले चाहिँ 4 बज्नु लाग्छ अब बेलुकाको, तर अब के भन्छ अँध्यारो हुन लागिसक्यो। अब आजकल चाहिँ 5 बजी अँध्यारो हुन्छ, अब बिस्तारै 4 बजी अँध्यारो हुन्छ। यहाँ चाहिँ त्यस्तै हो होइन। अनि आइपुगेँ म चाहिँ, अनि यो फ्रुट पनि काटेर लिएर आएको छु अहिले खानालाई। ब्लग कम्प्लिट गर्नलाई कति टाइम लाग्दो रहेछ क्या। तपाईँलाई म चन्द्रमा देखाइदिउँ भनेर होइन, देखाउने केही पनि छैन, केही पनि छैन। अब कसलाई देखाउने, आफ्नै अनुहार देखाउने, रोड देखाउने, त्यही त हो अब डे इन लाइफ, त्यही हो होइन। खाना पकाएर भ्याएँ, खाना पकाएर चाहिँ भ्याएँ भर्खरै होइन। दाल त बाहिर, दाल साग विथ मासु। साँच्ची तपाईँलाई एउटा कुरा भनिदिउँ होइन, मेरो चाहिँ आजकल चाहिँ सर्ट चाहिँ किन 3टा सर्ट चाहिँ 1000 भ्युज गयो। फर्स्ट टाइम है, फेरि फर्स्ट टाइम, पहिला नि गएको तर चुक्केर गएको। योपालि चाहिँ मतलब गयो, राम्रोसँग गइरहेछ। कान्छाको यहाँ फेरि नोट्स यहाँ रहेछ, फेरि यसले खाएन के अरे, उसमा दुधसँग ऊ के अरे मिसाएर खाऊ भनेको मैले, खाएन। आज यो भ्लग सायद आज पनि एन्ड गर्न मिल्दैन होला। जम्मा 4 मिनट 3 मिनटको भ्लग चाहिँ कतै केही देखाउन पाएँ होइन, केही छैन। भोलि एन्ड गर्ने हो, ठिकै छ, भोलि पनि कन्टिन्यू गरौँला है त, केही छैन। तपाईँले हेरिदिनु भएको छ, त्यही नै ठुलो कुरा हो मेरो लागि त। थ्याङ्क यू सो मच फर वाचिङ है। हेर्नु होला, सधैँ नै यसरी हेरिदिनु होला। थ्याङ्क यू है। मेरो भ्लग पनि कहाँ पुग्यो के पुग्यो थाहा नै छैन। अस्ति राति बनाएदेखि बनाएकै थिइनँ मैले, अनि के बनाउने के देखाउने भनेर आफै त्यो भइरहेको थियो नि। यसो सोचेँ फेरि मेरो त डे इन लाइफ देखाउने हो, त्यही हो है। ड्युटी निस्किनु लागेको छु। भ्लग कहाँबाट कसरी कन्टिन्यू भएको छ त्यो चाहिँ अब एडिटिङ गर्ने बेलै थाहा होला होइन। म चाहिँ निस्किनु लागेँ अब ड्युटी, फेरि अब एकछिनमा निस्किन्छु। यहाँ त मैले टाइमै चेन्ज गरेर चाहिँ यहीँ 3:47 गएको रहेछ, 2:47 गयो। किनभने अस्ति यहाँ नोभेम्बर 2 तारिक चाहिँ 1 घन्टा टाइम ऊ भएको थियो, के ढिलो भएको थियो, अनि त्यही भएर गडबड भएको छ। यसलाई मिलाउनु पर्ने छ। ड्युटीतिर निस्क्यौँ है त अब। गुड मर्निङ एभ्री वान होइन। भ्लग कम्प्लिटै गर्न पाएको छैन। भ्लग कहाँ पुग्यो के पुग्यो भन्ने कुरै थाहा पाएन मैले पनि होइन। त्यही भएर अब बनाउँदैछु चाहिँ। अनि अहिले बिहान भयो होइन, बिहान अब 10 बज्नु लाग्यो है। भाइले चाहिँ चिया खानु है भनेर यहाँ चिया बनाएर ट्याक्क ऊ चाहिँ जिमतिर गयो। म चाहिँ अब तातै छ, अब चिया खाने, चिया खाएर चाहिँ ड्युटीतिर लाग्ने। बाहिरको मौसमै मजा, आज त पुरै हुस्से लागेको छ। माथि डाँडातिर त हिउँै पऱ्यो होला, किनभने चिसो अलिक बढिरहेछ, मजाले चिसै छ। त्यही हो, अब म चाहिँ ड्युटीतिर लाग्छु। अनि यो भ्लग पनि एन्ड गरिदिउँ, जे जस्तो बने पनि ठिकै छ, केही छैन। अब त्यही नै लाइफ हो होइन। थ्याङ्क यू सो मच फर वाचिङ होइन। यस्तै हो, जिन्दगी चल्दै जान्छ। अनि तपाईँहरूलाई एउटा नयाँ कुरा देखाउँ फेरि, हेर्नु न, फल भनेको यो पहेँलो, पुरै पहेँलो देखिरहेको छ। उता माथि छ, यहाँ चाहिँ रातो छ नि होइन, यो चाहिँ फल हो। त्यही होला। थ्याङ्क यू सो मच है, पिस आउट।